Okay, so hello, namaste everyone. Hope you guys are absolutely fine. आज चाहिँ Zoom 125 मा क्यामेराको एंगल I don't know. यो लामो छ र यति मात्रै भेट्दै होला. Okay, so एकछिन बजारमा काम छ नि त. त्यसैले गर्दा बजार लागेको म चाहिँ स्कुलबाट डाइरेक्ट आएर डाइरेक्ट बजार. इट्स 3:40 एन्ड यो Zoom 125 को पनि राइट रिभ्यू बनाउनु पर्ने छ. यो अस्ति जोरथाङबाट आउँदा कुदाए नि त. एज पर माई पर्सपेक्टिभ अब के छ हैन त्यो बनाउनु पर्ने छ. उतापट्टि टन टन घाम लागिरहेको हुन्छ. यहाँ चाहिँ चिसो भयो त. अघि दिउँसो पानी परेको थियो नि त. त्यही भएर यहाँ चाहिँ अहिले कार्पेटिङ भएको छ नि त के पर एउटा रोड. अन्त उताबाट पनि आउँदैछ आधी बाटोसम्म आइपुगेछ. हाम्रो स्कुलको त्यहाँ कतासम्म आइपुग्नु आँटेको छ. बिहान दिउँसो पानी परिरहेको थियो. अहिले घाम लागेर यहाँ चटक्कै भएको अवस्था. विन्टर लागेको जस्तै चिसो छ हौ. अझ ग्लोभ्स पनि छैन लगाएको कि. ब्रेक चाहिँ दामी छ नयाँ भएर. यता चाहिँ हाम्रो बिएससी. यो बम्पर चाहिँ देख्दैन कि टाढोबाट. नदेख्नेहरू त उड्छ नि यहाँबाट. भन्छ अलिक साह्रै सानो. के भयो नर्दन सर? के डिलिट न अनि सब ल गएको त्यसलाई पर्खिरहेको छ. के हो भन्ने खोजेको. त काम सक्यो अब हिँडी. काम चाहिँ के थियो भन्दा चाहिँ एक दुईवटा सामान किन्नु थियो स्कुलको. सो भिडियो त रेकर्ड गरिनँ. अन्त अब चाहिँ हिँडेको छु. टाइम त 5:30 पो भइसकेछ त. आहो के भएछ हौ. टाइम चाहिँ 5:30 भएछ. अघि कति 3:30 मै आएकोमा कम त टाइम बितेन रहेछ. सो के भन्नु अब केही भन्दिनँ. अब घरमा गएर फेरि पर सामान ल्याउनु जानुपर्ने छ. सब्जीहरू उसको एङ्गल चाहिँ कति आएको छ केही याद छैन है मलाई. किनभने कति भन्दा मोटो ब्लग नगरेको. ओहो यो बम्पर चाहिँ नि चल्नुको त्यो बम्पर चाहिँ अलिक जोगिनुपर्छ. दलेको छैन कि देख्नै देख्दैन. सो इन डिटेल भिडियो राइट रिभ्यू चाहिँ बादमा लगाउँछु यो स्कुटीको. अझै एक दुई खेप कुदाउँछु. यो सेकेन्ड टाइम मात्रै हुँदैछ मैले कुदाएको. ल्याउनु त निकै भएको थियो. 1-2 हप्ता भइसक्यो ल्याएको. आमामा जाडो. यता चाहिँ अझैसम्म विन्टर गएको छैन है. अझैसम्म जाडो नै छ. धन्यवाद आजको लागि यति. फेरि पनि आउनेछु नयाँ